हेलो गाइज, सदा जस्तै आज पनि म मेरो ऱ्यान्डम ब्लगमा जोडिएको छु र चाहिँ आज म यो सिक्किमको इन्डियाको सिक्किमको राजधानी भन्दा यो के भन्छ यो क्यापिटल गान्तोकमा छु र यहाँको केही ठाउँहरू आज एक्सप्लोर गरिन्छ र मसित हाम्रो उमा सर, हेलो दादा, सर हुनुहुन्छ सिक्किमको राजधानी गान्तोकमा चाहिँ र हामी अब यो सिटी एक्सप्लोर गर्छौँ। अहिले एकदम फ्रेस मोडमा छौँ र अब यसको ब्याक भ्यू चाहिँ देखाउन चाहिँ अहिले हामी यति बेला सिक्किम राज्यको राजधानी गान्तोकको नजारा हेर्दैछौँ। यहाँ चाहिँ अहिले बिहान कति बजेको छ? पानीपट्टि ठाउँमा छ, 8:45 भइसक्यो अहिले। ओके। अनि यहाँको एउटा विशेषता के लाग्यो तपाईँलाई के लागेको छ? नौलो चाहिँ यता सबै नेपालै जस्तो देखिन्छ, केही प्रब्लम छैन। तर हामी यहाँ चाहिँ इन्डियनकै होटेलमा बस्छौँ। 99% नेपाली हुँदा पनि हामी इन्डियनकै होटेलमा बसेर भने त्यो पनि नौलो नै छ त्यो विषय। अनि अर्को कुरा चाहिँ के भने यहाँ जति पनि डाँडामा छ नि होइन, कस्तो सहर अन्त विस्तारित छ कि। ओके ल, अब फर्दर यसमा जोडिँदै जानु होला। हामीले यो सिक्किमको 10 पोइन्ट्स एक्सप्लोर गर्दैछौँ र 10 पोइन्ट्सको लागि हाम्रो गुरुजी हेलो गरिदिनु त। आइसक्नु, तपाईँको नाम के अरे? अलादिन आइसक्नु भएको छ। ल अब अलादिन सर अब हामी तपाईँले रुट कहाँबाट बनाउनुहुन्छ त? रुट पहिला फर्स्ट यहीँदेखि आउँछ कि अलिकति अगाडिदेखि। अनि कति बजी हामी सकिन्छ सबै घुमेर? यहाँ भात खान त हामीलाई यतै ल्याइदिनु। म पनि खाना खाएको छैन, केही खाएको छैन। भात केही खाँदैन नि त यसैमा। यसले खुवाउला नि त, प्याकेज भनेको छ हामीलाई। तपाईँले खुवाउँछ नि, हामीले थोरै खुवाउँछ। हजुर खुवाउँछ नि, अब भातै खानलाई त के दुःख छ अरे यार। यहाँ पब्लिक बसहरू हुँदो रहेछ है, लोकल बसहरू सबै ट्याक्सी हो। लोकल मान्छेहरू कसरी हिँड्छ त? ट्याक्सी नै सबै ट्याक्सीमा हिँड्छ। लोकल यही घर हुने अफिस जाने मान्छेहरू, अफिस जाने मान्छेहरू आफ्नै गाडी हुन्छ, गभर्मेन्ट गाडी हुन्छ सबको प्राय हो। सानोतिनो अफिसरहरूलाई त छैन भने ट्याक्सीमा हिँड्यो। ए हामी त अब बेसी लोकल गर्दैन हो, बेसी मेरो टुरै हुन्छ हो। मेरो टुर बेसी हुन्छ, साइसिनहरू हुन्छ हो, नथुला बाबा मन्दिरहरू हुन्छ हो, दार्जिलिङ हुन्छ, नाम्ची हुन्छ, म टुरैमा हुन्छ। ए यहाँ मलमा बेलुका हामीलाई नि त कफी सफी खान स्टारबक्स रहेछ। कफी टाइम गान्तोक सिक्किम। त्यति बेला चाहिँ यो गोन्जाङ मोनास्ट्री हो। 10 पोइन्ट मध्येको एउटा पोइन्टमा छौँ अहिले हामी। हाम्रो नेक्स्ट हाम्रो दोस्रो पोइन्ट हो अहिले। त्योभन्दा अगाडि हामी बागथाङ वाटरफल्समा छौँ। बागथाङ वाटरफल्सबाट अब अहिले हामी यति बेला ह्यान्डिक्राफ्टमा गयो, त्यहाँ आज सार्वजनिक बिदा रहेछ। सार्वजनिक बिदाले गर्दा पाइएन। ल यो मोन्स्ट्री ल के देखिरहेछ? यो म्यान्ग्रोलिङ गुम्बा हेरिरहेको छु मैले। त्यहाँबाट हेर्दा चाहिँ यो सिधा जाँदा पनि कति किलोमिटर होला त्यो? ओके, नर्थ सिक्किम होइन? सिधामा 10 किलोमिटर होला मानव। त्यतिको चाहिँ मैले यहाँबाट यहीँ मेरो आँखा अगाडि नयाँ ठाउँ आइसकेपछि यहाँको वाटरफल भन्ने भइसकेपछि हामीलाई त्यो हेरेर वाटर चाहिँ छ। यहाँको वाटरफल चाहिँ कस्तो हुन्छ र किन्छ? वाटरफल ठुलो हुन्छ नि, त्यसमा जानुहोस् न कस्तो दामी छ। मुते जात्रा नहरको पानी जात्रा पनि छैन। मुसुले पुरै गान्तोक पुरै छेक्यो है साथीहरू। अहिले हामी यति बेला चाहिँ यो सिक्किमको गान्तोकको यो माथि डाँडामा नर्थ सिक्किम अहिले इस्ट सिक्किम हो क्या, त्यसको अहिले हामी प्लान्ट कन्जर्भेटरीभित्र छौँ। अझै हामीले विभिन्न बोटबिरुवाहरू प्लान्टहरू कन्जर्भेसन कसरी गरेर राखेर चाहिँ के रहेछ भनेर हेर्दैछौँ। तर अहिले यो समय यस्तो परेछ कि बर्खाको समय, फुल यो बसन्त ऋतु त होइन, यो त बर्खा ऋतु छ, वर्षा ऋतु छ। त्यही भएर त्यति राम्रो फुलहरू हेर्न नपाए पनि प्लान्ट कन्जर्भेटरीभित्र आउँदाखेरि हामीलाई चाहिँ खुसी लाग्छ। तपाईँलाई कस्तो फिल गर्छ? 10 डेस्टिनेसन पोइन्टहरू मध्ये अहिले
मेन पोइन्टमा छौँ अहिले हामी यसलाई गणेश थोक भन्छ सायद टक टक रे के गणेश टक गणेश टक हो र ग्याङटक गणेश टक जे भने पनि यहाँ एउटा मन्दिर छ भन्ने मैले बुझेको छु ल ओके गणेश टकको भ्यू पनि गणेश टकको भ्यू त यसो ब्याक भ्यू देखाउनु ल पाएँ है साथीहरू ल सिक्किममा यस्तै सानो सानो गाउँहरू यो अहिले देख्दा मलाई के लागिरहेको छ त के म नेपालमै छु ल हामी चाहिँ यति अहिले गणेश टोकमा छौँ गणेश टोक भनेको यहाँ माथिपट्टि गणेश मन्दिर छ हामी गणेश मन्दिरमा दर्शन गरेर अनि यहाँबाट भ्यू हेर्दैछौँ र यहाँको भ्यू चाहिँ यस्तो खालको रहेको छ म यहाँहरूलाई गान्तोक सिटीको भ्यू देखाउँछु एन्ड दिस इज द गान्तोक सिटी फ्रम द टप अफ गणेश टोक यो भनेको सिक्किम राज्यको हेड क्वार्टर्स गान्तोक हो मलाई यो सहरको भ्यू हेर्दाखेरि यति भिडमा यति बाक्लो सहर यसरी बसेको छ त्यहाँ पनि फेरि साना घरहरू छैनन् 5 तला 6 तला 7 तलासम्मका घरहरू छन् यो बसेर हेर्दा अचम्म लाग्यो अनि मलाई अर्को विषय एउटा भन्न मन लागेको विषय अर्को पनि के छ भन्दा यहाँ जति पनि बस्तीहरू छन् धेरै छरिएर बसेका बस्ती चाहिँ हामी तलको गणेश टकबाट अहिले हनुमान टक भन्ने ठाउँमा आइरहेको छ यहाँ एउटा हनुमान मन्दिर रहेछ यसको डिटेल म यही ब्लगको तल कमेन्टमा एट्याच गरिदिन्छु यहाँ आज सिक्किमको यो बसाइ हाम्रो अलमोस्ट 10 डेस्टिनेसन हामीले घुम्यो 10वटा पोइन्टहरू फेरि फर्दर एमजी रोडहरूदेखि लिएर तलतिरको यहाँको मलहरू पनि हामी एक्सप्लोर गर्छौँ त्यो सबै तपाईँहरूलाई जोड्दै म जान्छु स्टे कनेक्ट विथ मी र मेरो ब्लगमा जोडि नै राख्नु होला हस् थ्याङ्क यू